हेलो साथीहरू, नमस्ते सबैजनालाई। आजको साँझको खाना चाहिँ आज मकैको रोटी मेरो फेभरेट खाना हो हैन। यो चाहिँ मकैको रोटी सिस्नो। यो सिस्नोमा चाहिँ के अरे त्यो खुर्सानी सरी टिमुर र खुर्सानी पिसेर हाल्यो। अनि मलाई चाहिँ यो पोलेर यो रातो खुर्सानी पोलेर खाँदा नि एकदमै मिठो हुन्छ। अनि पोलेर ल्याएर आज खुर्सानी अनि यसमा चाहिँ कागती निचर्ने साथीहरू फर्स्टमा हैन। वाउ कति मिठो होला के। मेरो फेभरेट खाना नै हो यो सिस्नो र मकैको रोटी त वान अफ माई फेभरेट फुड हो। यस्तो मिठो लाग्छ नि। अनि हाम्रो पहाडतिर चाहिँ यस्तो व्हाइट कलरको हुन्छ के मकै। अनि यस्तो हुन्छ रोटी, मकैको रोटी। मैले अघि नै भाँचिसकेको छु। अब यसलाई अलिकति घोल्न पर्छ, नत्र भने यो मिक्स गर्दाखेरि गएन भने अलिकति अमिलो एकै ठाउँ हुनसक्छ नि त। कपालले अलिअलि डिस्टर्ब गर्छ फेरि। ल म खान्छु। कसलाई मनपर्छ सिस्नो र मकैको रोटी, कसैलाई फेरि सिस्नो र ढिँडो नि मनपर्छ। मलाई चाहिँ सिस्नो र ढिँडो चाहिँ मन पर्दैन कति पनि। ढिँडो खाना त खान्छु बट सिस्नोसँग चाहिँ मन पर्दैन। रोटीसँग, मकैको रोटीसँग चाहिँ मनपर्ने हो कि सिस्नो र मकैको रोटी। वाउ यस्तो मिठो भयो नि। रुकुमको सिस्नो, रुकुमको मकैको रोटी अनि रुकुमकै खोर्सानी, रुकुमकै टिमुर मिसाएर यसरी खान पाउँदा यस्तो आनन्द आउने रे। वाउ एकदमै मिठो छ साथीहरू। कसलाई मनपर्छ कमेन्ट गर्नु होला। एकदमै मिठो छ है। हस्, थ्याङ्क यू सो मच।